हामी अहिले सिद्धार्थ केबल कारको टप स्टेसनमा छौँ र टप स्टेसनबाट निकै चिसो हावा पानीको अनुभव गर्न सकिँदो रहेछ। साथै अहिले हामी टप स्टेसनबाट केही मिटर 100 मिटर अगाडि रहेको भैरव मन्दिरतिर हामी प्रस्थान गर्दैछौँ। बुटोलको ऐतिहासिक स्थल जितगढी फुलबारीदेखि थोरै माथिपट्टि रहेको यस रमणीय क्षेत्र जो कोहीलाई पनि बुटोल आउँदा एकचोटि अवश्य आउनुहोला भन्ने अनुरोध पनि गर्न चाहन्छु। नानी कस्तो अनुभव भइरहेछ छोरी? बाबु कस्तो भइरहेछ घुमाइ? रमाइलो भएको छ? गुड। ल सिद्धार्थ केबल कार वारी चाहिँ केबल कार रहेछ भने पारी लुम्बिनी केबल कार। हामी यात्राको क्रममा पनि ती भिडियोहरू हामीले देखेका थियौँ र गर्मीको सिजनमा केही छिन भए पनि गर्मीलाई छल्दै शीतलताको खोजीमा आउने जो कोहीलाई पनि यहाँको चिसो हावापानीले अवश्य पनि एकछिन भए पनि मन प्रफुल्ल बनाउनेछ। तपाईँ पनि आउनुहोस् र यहाँको सुन्दरताको अनुपम स्वाद लिनुहोस्। धन्यवाद।